यो सर्कल लागेर दुध पोखरी घुम्यौं। बहुत गाह्रो गरेर घुम्यो। यो सेक्सनमा बाटो रहन्छ। हामी त मस्त माथिको पहाड 4850 पुगेर स्नोफलमा यस्तो बाटो हिँडेर अब तर्केर हामी आइसक्यौँ। दुधकुण्ड घुम्दैछौँ। हिमाल चढाए भन्दा केही कम छैन। बाटो पुरा यस्तो छ। हाम्रो नुरपुरजीले बाटो देखाउँदै लानु भइरहेछ। तलबाट यत्रो चढिसक्यौँ। अब हामीलाई यो माथि पुरा कालो डिल चढेर यसलाई पार गरेर उतापट्टि निस्किनुपर्छ। कुनै गियर बिना हामी 5000 मिटरको एलिभेसनमा छौँ। यहाँ हिमचितुवाको पाइला हामी देख्न सक्छौँ। यता छ, यहाँ पुरै देख्न सक्नुहुन्छ हिमचितुवाको पाइला। यहाँ यसले शिखर पनि यहाँ छ। यहाँ हिमाल चढ्यो भन्दा केही कम छैन। हामी धेरै नै माथि आइसक्यो। यहाँ छ हाम्रो नुरपुर तलबाट आउँदैछ। त्यही आफ्नो अटायर यस्तो छ। बाटो अझ नि क्लाइम्ब गर्नु छ हामीलाई। यहाँ माथि गएर अझ झर्ने कथा त बेग्लै छ। पुरा जहाँ देखिन्छ हिउँ नै हिउँ। माथि हिमाल। दुधकुण्डलाई त हामीले धेरै तल पो पारिसक्यौँ त। उहाँ तल देख्न सक्नुहुन्छ। वे टु गो। अझ दुईजना त्यहाँ गिर्सेर हिँड्दै हुनुहुन्छ। हामी निकै माथिबाट आइसक्यौँ। वरिपरि हिउँ नै हिउँ छ। गाह्रो। अब पुरा 4800 मिटरबाट 4650 झर्दैछौँ। एकदम एक्सट्रिम डिफिकल्टी लेभलमा छ हिउँमा। यसरी ब्रो आयो भन त ल। बिस्तार झर्दै असाध्यै चिप्लो छ। एकदम हिउँ छलेर हिँडिरहेको छौँ हामी। कुण्ड अगाडि देख्न सक्नुहुन्छ। टिल्ल टल्केछ घाम लागेर। त्यो अगाडिको आयु माग्ने ठाउँ। हामी क्लियर रिफ्लेक्सन देख्न सक्छौँ। उहाँ मुनि राखेको छौँ। यहाँ मुनि